गाइज हेर्नुस् यो बिहान बिहानै म आफ्नो बारीमा आएको छु। मेरो बारीमा एकदम टमाटर फलेका छन्। कसको बारीमा टमाटर फलेका छन् कमेन्टमा भन्नु होला। अनि चाहिँ आज चाहिँ हामी इन टमाटरदेखि चाहिँ टमाटर पुलाउ बनाउँला। हामी चाहिँ पुलाउमा कढीपत्ता पनि हालौँला गाइज। यो पनि मेरो आफ्नै बारीमा छ कढीपत्ताको बोट। खुर्सानी पनि आफ्नै बारीको हालिरहेको छु म त्यो पुलाउमा। कस्तो पिरो छ नि यो खुर्सानी। गाइस अब चाहिँ म टमाटर पुलाउको लागि चाहिँ टमाटरलाई मजाले काट्छु, मिक्सरमा ग्राइन्ड गर्छु। हरियो खुर्सानी टमाटर मिक्सरमा चाहिँ ग्राइन्ड गर्छु। जीरा, काली मिर्चा अनि चाहिँ यो मिक्स खडा गरम मसला सबै चिजलाई चाहिँ म यसमा हाल्ने हो। यो मसला रेडी भइसकेको छ। हाम्रो मसला पनि टमाटर पेस्ट पनि रेडी छ। सकेका छौँ गाइस। तेल चाहिँ आफ्नो हिसाबमा हाल्नु होला है गाइस। यो कढीपत्ता हालिरहेको छु म सुरुमा। सबभन्दा पहिला कढीपत्ता, अब चाहिँ यो खडा गरम मसला। गाइस अब म चाहिँ यसमा चामल भुटिरहेको छु। पहिला चाहिँ यसमा चाहिँ चामल भुट्नु मजाले यसलाई भुट्नु होला यसमै। हेर्नुस् यो मिर्ची पाउडर मसला, हल्दी, स्वाद अनुसार नुन। अझ रिटर्न सबै मसलाहरू यसमै मिक्स गरिदिने गाइस। यसमा चाहिँ थोरै पुलाउ मसला है। मिक्सरलाई मजाले पखालेर चाहिँ यसमा पानी हाल्ने गाइस। चलाइदिने। हजुरको चाहिँ यस्तो मिठो हुन्छ यो पुलाउ। कुकरमा चाहिँ हजुरले पुलाउ बनाउनु भन्दा पहिला चाहिँ अलिकति पानीको अन्दाज चाहिँ मजाले गरेर हाल्नु होला गाइस, नत्र चाहिँ अलिक बिग्रने डर हुन्छ। पनि चाहिँ कुकरको पुलाउ चाहिँ एकदम सफ्ट हुन्छ, एकदम मजाको हुन्छ, छिटो पाक्ने पुलाउ गाइस। यो पुलाउको स्पेशल यो छ कि यसमा चाहिँ 1 चम्मच जति चिनी हालिदिनु होला हजुरले। चिनी हालेको पुलाउ नसोच्नु होला कि मिठो हुन्छ, यस्तो टेस्टी हुन्छ। माथिबाट थोरै घिउ, घरमा बनाएको आमको अचार। हजुरको टमाटर पुलाउ चाहिँ रेडी छ गाइस। एकचोटि टेस्ट गरेर हेर्नु होला, बनाएर हेर्नु होला। एकदम मजाको टेस्ट छ यो। हजुरको छिटो अनि मिठो। प्लिज ट्राई गर्नु होला, लाइक कमेन्ट गर्नु होला। थ्याङ्क यू।